दाजु डिजिटल बहुउद्देश्यमा जागिर खोलेको छ अरे यही कोठा हो। हजुर हजुर। अरे दाजु म कोठाभित्र आउन सक्छु? यस कम इन। सिट डाउन प्लिज। थ्याङ्क यू दाजु, थ्याङ्क यू। हजुरको शुभ नाम भन्नु पर्यो। अरे दाजु हाम्रो नाम जोरकोट लाल सिंह नारायण प्रसाद चन्द राजवंशी हो दाजु। अरे हौ भाइ, यो नाम भनेको कि कहानी भनेको? होइन दाजु, नामै भनेको हो, हामी नामै भनेको हो। हाम्रो बाप माउले यस्तै नाम दिएछ भने हामी के गर्नु दाजु? ल ठिक छ। अनि यहाँ कसरी आइपुग्नु हो तपाईँ? अरे दाजु यसको कुरा मत गर्नुहोस् दाजु। हामी घरबाट निस्क्यौँ दाजु चोकसम्म बेलाएर, अनि चोकदेखि हामी बस स्टेसनसम्म आयो दाजु। पिपितबाट त्यो 3 चक्का गाडी हुन्छ न, त्यसमा चढेर आएको दाजु। अनि बस स्ट्यान्डदेखि हाम्रो डिजिटल बहुउद्देश्यसम्म दाजु यो 4 चक्का जुन गाडी हुन्छ तपाईँको बस भन्छ होला, त्यसमै चढेर आएको दाजु। मैले यो भन्न खोजेको होइन, तपाईँ यहाँसम्म राम्रै नै आइपुग्नु भयो नि। अरे दाजु तपाईँ प्रश्न त्यस्तो गर्नु पर्थ्यो नि त। तपाईँले भन्नुहुन्छ कसरी आइपुग्नु भयो? अरे दाजु कसरी आइपुग्छ, गाडी घोडा चढेर आएको भनेर मैले पनि भनिदिएको हो दाजु। अनि तपाईँ जागिर खान आउनुभएको? अरे दाजु तपाईँको दिमाग सटिया गएछ। जागिर थोरै न खान्छ, जागिर गर्छ दाजु। कुन दुनियाँमा हुनुहुन्छ यार दाजु तपाईँ? ल ठिक छ। ल विषयतिर जाउँ है। ल त दाजु जाउँ। होइन, मैले उता जान भनेको होइन, बस्नुहोस् त। अरे दाजु कस्तो गर्नुहुन्छ? विषयतिर जाउँ। जागिर खान आउनुभएको हजुर? हजुर। सरसँग इन्टरभ्यू लिनु पर्यो। हामी इन्टरभ्यूतिर जाउँ भनेको है हो। अरे दाजु कति सजिलो प्रश्न सोध्नु भयो तपाईँ। यो बहु भनेको हामी पहिला बहुको चर्चा परिचर्चा गरिहाल्छ, अनि त्यसपछि हामी उद्देश्यको पनि गर्छ है दाजु। यो बहु भनेको साधारणतया भाषामा बुहारीलाई नै बहु भनिन्छ दाजु, र उद्देश्य भनेको साधारणतया भाषामा सोच विचारलाई र उद्देश्यलाई नै उद्देश्य भनिन्छ दाजु। अरे दाजु कहाँ छ भगवान देखाइदिनुहोस् न। हाम्रो बाप माउले भनेको भगवानसँग बहुत बडका बडका सुन चाँदीको कपडाहरू हुन्छ अरे, हामी पनि 2-4 तोला चोडाइहाल्छ अनि हामी जागिर गर्दैन दाजु। उल्टो बाटो जन्मिनु भएको? अरे दाजु त्यही कुरा त म भन्दैछु। यो कुरा हामीलाई कसरी थाहा हुन्छ दाजु? भगवानलाई देखाइदिनुहोस्, म भगवानसित सोधिहाल्छु उल्टो बाटो जन्मेको हो कि सुल्टो बाटो जन्मेको हो दाजु। सर तपाईँ मलाई सर भन्नुहोस् है। दाजु के भन्नुभयो? अरे हो दाजु तपाईँको दिमाग सटिया गएछ। तपाईँलाई देखेर के म डराउँछु जस्तो लाग्छ? हाम्रो काका यत्रो बडका पुलिस अफिसर हुनुहुन्छ, हामी तर पनि हाम्रो काकालाई काका नै भन्छ, अनि तपाईँलाई हामी सर भन्छ। हामी दाजु नै भन्छ दाजु। यो कुरामा तपाईँ जेसुकै गर्नुहुन्छ, हामी दाजु नै भन्छ। अनि सरको यो चाहिँ टाई हो? अरे दाजु यो हाम्रो कोच भाषामा चलचित्र रहेको हाम्रो बहुत बडका बडका फिल्म इन्डस्ट्री छ दाजु, हेर्नुहोस्। अब त्यसमा यस्तो खालको चल्छ, त्यसैले हामी पनि लगाएर आइहालेको छ जागिर गर्न पाइन्छ कि भनेर। तपाईँ जागिर खाने होइन, तपाईँ त एक्टर हुनुहुन्छ। अरे दाजु त्यो कुरा मत गर्नुहोस् दाजु। हामी कुनै फिल्ममा यसो चान्स मात्र पायो भने त्यो फिल्ममा हामी ढुकेर यस्तो दिने हो दाजु। सुपर डिपर नहुने कुरै आउँदैन दाजु, हेर्नुहोस्। तपाईँ मलाई दाजु नै भन्नुहुन्छ? हजुर हजुर हजुर। तपाईँ कोच भाषाको ठुलो एउटा एक्टर, ठुलो एउटा हस्ती हुनुहुँदो रहेछ। हे दाजु हुँदो रहेछ होइन दाजु, चान्स नपाएर हामी यसरी बरबराएर आज डिजिटल बहुउद्देश्यको ठाउँमा हामी यसरी इन्टरभ्यू दिन आएको छ दाजु। ल ठिक छ, तपाईँलाई हामीले अफिसमा राख्यो भने इन्टरटेनमेन्ट त्यतिकै हुने रहेछ है। हजुर दाजु हजुर। सर तपाईँलाई कम्प्युटर चलाउन आउँछ? अरे दाजु त्यसको कुरा मत गर्नुहोस् दाजु। जहिले पाइ तहिले हामी इन्टर ठिचे गर्छ दाजु। माउस समातेर यताउति हल्लाइ गर्छ दाजु। हामीलाई बहुत चलाउन आउँछ दाजु। ल तपाईँको अन्तिम प्रश्न। हजुर दाजु भन्नुहोस्। नेपालको अर्थमन्त्रीको वर्तमान को हुनुहुन्छ? अरे दाजु तपाईँको पनि दिमाग न कहाँ बाहिर गइहालेको हुन्छ।
अरे दाजु बाप माउको कुरा गर्नुहोस्, हामी बाप माउको नाम भन्न सक्छ। अरे दाजु काका काकीको नाम भन्नुहोस्, हामी काका काकीको नाम भन्न सक्छ। तर हामी अर्थमन्त्रीको हो, प्रधानमन्त्रीको हामी त्यस्तो दुनियाँमा दाजु दिमाग लगाउँदैन। हेर्नुहोस् हाम्रो दिमाग चाहिँ एकदम सानो छ, हामी त्यस्तो व्यापक रूपमा भएको दिमागवाला मान्छे होइन। हेर्नुहोस् दाजु, न त एउटा कुरा के भनेपछि अब यो अर्थमन्त्रीको कुरा जुन गर्नुभयो नि दाजु, यसको लागि त हामी सिधा गएर प्रधानमन्त्रीलाई सोध्नु पर्यो, तपाईँले अर्थमन्त्रीमा कसलाई नियुक्ति गर्नु भएको छ भनेर हामीले भन्नु पर्यो। किनभनेपछि हाम्रो न बाबापट्टिको हो न हाम्रो माओपट्टिको हो। हेर्नुहोस् त्यसैले हामीलाई थाहा छैन दाजु, तपाईँ यो कुरामा जे गर्नुहोस्। तपाईँको अन्तर्वार्ता समाप्त हुन्छ र 15 मिनटपछि हामी तपाईँलाई बोलाउँछौँ। हजुर। रिजल्ट 15 मिनटपछि नेटमा हेर्नुहोला। हजुर। हाम्रो वेबसाइट हजुर सर्च गर्नुहोला। हजुर। त्यसमा तपाईँको रिजल्टको नाम आयो भने हजुर हामीलाई सम्पर्क गर्नुहोला। त्यहाँ हाम्रो कन्ट्याक्ट नम्बर पनि छ। हजुर। हस् त, थ्याङ्क यू। आज पहिलोचोटि मैले कमेडी मान्छेसँग इन्टरभ्यू लिन पाएको छु। हजुर। मलाई धेरै खुसी लागेको छ। हजुर। हस् त, धन्यवाद। ल त सर, ल ल। अरे हजुरहरू हेर्नु भयो नि, अहिले हामी दुईजनाको कुराकानी। अब जबसम्म हाम्रो अफिसर दाजुहरूले राम्रो प्रश्न सोध्दैन, व्याकरण बिगारिदिन्छ। हजुर हेर्नुहोस्, वाक्य बिगारिदिन्छ, शब्द बिगारिदिन्छ। यसरी बिगारेपछि सोधेपछि कुनै पनि प्रश्न इन्टरभ्यू दिने मान्छेले पनि बिगारेर नै दिन्छ। हजुर हेर्नुहोस्, त्यसैले हाम्रा अफिसर दाजुहरूलाई हामी अनुरोध गर्छ कि तपाईहरू नेपाली भएको नाताले नेपाली व्याकरणलाई नबिगारिकन राम्रो प्रश्न सोध्नुहोस्। तपाईलाई कुनै पनि इन्टरभ्यू दिने व्यक्तिले राम्रो नै उत्तर दिनुहुन्छ भनेर हामी भन्न चाहन्छौँ। हजुर, र अब परिचयतिर जाउँ। म टेकबहादुर राजवंशी कमेडी क्षेत्रमा छु है। आशा छ तपाईँहरूले मन पराउनु भयो भनेर। अनि मेरो लाइभ पेज टेकबहादुर राजवंशी र युट्युब च्यानल पनि टेकबहादुर राजवंशी रहेको छ। लाइक, कमेन्ट, सेयर र सब्सक्राइब पनि गरिदिनुको लागि अनुरोध गर्दछु। अब मेरो त सक्यो, कुरा रह्यो हाम्रो अफिसर साहबको। हेर्नुहोस्, उहाँ विमल कुमार शाह हुनुहुन्छ। उहाँ डिजिटल बहुउद्देश्यको एक हाकिम हुनुहुन्छ। दर्शक महानुभावहरू, हामीले जस्तो गर्छौँ त्यस्तै पाउँछौँ। टिप फर ट्याप। प्रश्न सही सोध्यो भने एन्सर पनि सही आउँछ। एन्सर दिनेले, जवाब दिनेले जस्तो दिए पनि प्रश्न सोध्नेले सही तरिकाले सोधेर सही तरिकाले बुझिदियो भने कुनै पनि कुरा बुझ्न र जान्न सहज हुन्छ भन्ने हामीले एउटा सन्देश दिन खोजेको हौँ। हस्त, धन्यवाद।